हेलो गाइस, सबैलाई नमस्ते हैन। हाय, चिनिसक्नुभयो होला ठाउँ चाहिँ हैन। अस्तिको भिडियो पनि मैले यहीँदेखि हालेको थिएँ हैन। अहिले चाहिँ ड्युटी सकियो नि त मेरो, अनि ड्युटी सकियो अनि सोच्दै भएर ड्युटीबाट रुममा जाने टाइममा चाहिँ एउटा भिडियो हालौँ न त भनेर यसो बनाएको हैन। हेर्न सक्नुहुन्छ अहिले चाहिँ ठ्याक्क 2 बज्यो। नाइटमा पनि काम गर्नु सक्छ नि त हाम्रो त्यहाँ काम अहिले भिडभाड थियो अनि होटलमा चाहिँ भिडियो बनाउनु छैन त्यहाँ होटलभित्रको अनि होटलमाको चाहिँ इमेज देखाउने छु हैन। अनि त्यही हो, अहिले चाहिँ अब रुममा जानुपर्छ, फेरि नआएर आज त छिटै नै सुत्नुपर्छ, नत्र फेरि निद पुग्दैन, गाह्रो हुन्छ नि त काम गर्ने हैन। सो त्यही भएर डेमा भन्दा चाहिँ मलाई चाहिँ नाइटमा नै राम्रो लागेको काम चाहिँ हैन, किनभने डेमा लास्टै गर्मी हुन्छ नि त यतातिर, अनि लास्टै गर्मी हुन्छ, त्यही भएर सक्नुहुन्न हैन काम गर्न। अनि डेमा चाहिँ अलिकति इजी हुन्छ। अब यति गर्मी छ त्यही पनि किचनमा काम गर्दाखेरि झनै गर्मी हुन्छ, कपडाहरू भिजेर जत्रकै हुन्छ हैन। अनि त्यही भएर चाहिँ नाइटमा परेको ठिक छ हैन। त्यहाँ दिउँसो 2-3-4 घन्टा चाहिँ लास्टै गाह्रो हुन्छ गर्मी भएर हैन। त्यहाँदेखि चाहिँ अलिकति पनि आनन्द महसुस हुन्छ। हामीलाई एसी छ किचनमा, तर काम भट्टीसँग खेल्दाखेरि त्यो सकिन्न नि त, सम्भवै हुन्न नि त। जति एसी भयो भने आगो भने आगो नै हो, गर्मी भइहाल्छ, त्यसै पनि गर्मी ठाउँमा हैन। त्यही हो। सो गाइस, म चाहिँ अब रुम आइसक्यो हैन। रुम चाहिँ मेरो यहाँनिर हो, यहाँनिर देख्न सक्नुहुन्छ यो रुम यहाँनिर हो हैन। अब फेरि रुमभित्र गएपछि बोल्न मिल्दैन नि त म यो, त्यहाँ फेरि अरू डेमा काम गर्ने स्टाफहरू सुत्नु भएको हुन्छ, उहाँहरूलाई डिस्टर्ब हुन्छ। रुममा गएर सुक्खा गएर चाहिँ बस्नुपर्छ अनि सुतिहाल्नुपर्छ हैन। त्यही भएर अब चाहिँ आज चाहिँ यहाँ भिडियो हालेको छु। सबैले हैन लाइक शेयर सब्सक्राइब गरिदिनु होला हैन। कस्तो लाग्छ प्रतिक्रिया दिँदै गर्नु होला। हस् त, अहिलेलाई छुट्यौँ ल।